तपाईलाई के लाग्छ विदेश गएपछि घुम्न पाइन्छ, पैसा पनि कमाइन्छ हैन? तर मलाई सोध्नुहुन्छ भने चाहिँ फिट्टिकै त्यस्तो हुँदैन। किनकि म कति दिन भयो कि बाहिर जान पाएको छैन। एक्लै जानलाई अल्छी लाग्छ। मेरो श्रीमान काम गर्नुहुन्छ, यति धेरै काम गर्नुहुन्छ। बिहान 5 बजे जानुहुन्छ, राति 11 बजे आउनुहुन्छ। अब आफै हिसाब गर्नुहोस् त कति घण्टा काम गर्नु हुँदो रहेछ। त्यसैले यदि विदेश आउँदै हुनुहुन्छ भने यो स्पष्ट दिमागमा राखेर आउनुहोस् कि घुम्न नपाउन पनि सकिन्छ। काम अनुसार हुन्छ है हजुर। कुनै कुनै कम्पनीहरू साह्रै राम्रो हुन्छन्। उहाँहरूले चाहिँ हप्ताको 1 दिन बिदा अर्थात् 3 दिन पनि बिदा पर्न सक्छ। कुनै कुनैमा त जस्तै सरकारी छ भने 3 दिन त होइन, 2 दिन आदि बिदा हुन्छ। तर मेरो श्रीमानको लागि चाहिँ अहिले बिदा पनि छैन र हरेक दिन बिहान 5 बजे जाने, बेलुका 10 बजे आउनुहुन्छ, कहिलेकाहीँ 11 बजे। अनि मलाई चाहिँ मैले बिदा लिएँ भनेदेखि मलाई हुन्छ, तर मैले बिदा लिन मिल्दैन अहिले। किनकि मेरो प्रोफाइललाई असर गर्छ। जति म एक्टिभ भयो त्यति मेरो लागि राम्रो हो। किनकि धेरै विद्यार्थीहरू मसँग आउनुहुन्छ। जति धेरै विद्यार्थी भयो मलाई त्यति धेरै पैसा हुन्छ अनि डलर कमाउन सक्छु। म अनलाइनबाट नेपाली अनि अङ्ग्रेजी पढाउँछु। यदि तपाईँ पनि मसँग अङ्ग्रेजी सिक्न चाहनुहुन्छ भने कमेन्टमा इङ्ग्लिस लेख्नुहोला।